यदि यस्तै तरिकाले तपाईले आफ्नो यो एकौरोपनलाई यो पार्टीभित्र लादिराख्नु भयो भने, तानाशाही प्रवृत्तिलाई तपाईले अगाडि बढाइराख्नु भयो भने, एक दिन हिजोका दिनमा तपाईले जसरी विरोधका आवाजहरू प्रस्तुत गर्दै तपाईले जानेर गर्नुभयो, नजानेर गर्नुभयो, केका लागि गर्नुभयो त तपाईँ जान्नुहोस्। अब युवाहरू, अब विद्यार्थीहरू, अब महिलाहरू चुप बस्ने छैनन्। तपाईको अगाडि एक्सट्रीम एनर्जी ड्रिंक। यदि यस्तै तरिकाले तपाईले आफ्नो यो एकौरोपनलाई यो पार्टीभित्र लादिराख्नु भयो भने, तानाशाही प्रवृत्तिलाई तपाईले अगाडि बढाइराख्नु भयो भने, एक दिन हिजोका दिनमा तपाईले जसरी विरोधका आवाजहरू प्रस्तुत गर्दै तपाईले जानेर गर्नुभयो, नजानेर गर्नुभयो, केका लागि गर्नुभयो त तपाईँ जान्नुहोस्। अब युवाहरू, अब विद्यार्थीहरू, अब महिलाहरू चुप बस्ने छैनन्। तपाईको अगाडि आएर विभिन्न मागहरूसहित विभिन्न चरणबद्ध रूपमा आन्दोलन गर्नका लागि नेपाली कङ्ग्रेसभित्र एउटा युवा जमात तयार भइसकेको छ र त्यसका लागि तपाईँ पनि तयार बस्नुहोस्। म भन्न चाहन्छु, आज नेपाली कङ्ग्रेसमाथि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू हावी भइरहेका छन्। नेपाली कङ्ग्रेस आज यो स्थितिमा पुग्नु भनेको एउटा गगन थापाको हात मात्रै होइन साथीहरू। म भन्न चाहन्छु, आज उहाँ पनि यस्तो मोडमा हुनुहुन्छ, उहाँ बाध्यतामा हुनुहुन्छ जस्तो मलाई लाग्छ। उहाँलाई अन्तर्राष्ट्रिय रूपबाट यस्तो शक्तिको यस्तो प्रेसर छ जस्तो मलाई लाग्छ कि उहाँले नेपाली कङ्ग्रेस नफुटाए उहाँको ज्यान धनमा समेत एउटा किसिमको थ्रेट छ मलाई जस्तो मलाई लाग्छ। आज नेपाली कङ्ग्रेसको सभापतिमाथि त्यो एउटा उठिरहँदा हामीले महसुस गरेको कुरा म आज यहाँ भन्न चाहन्छु। त्यो उठिरहँदा तपाईँलाई कुन शक्तिले त्यसरी रोकेको छ? नेपाली कङ्ग्रेसलाई तपाईँले एकजुट बनाउनु भनेको तपाईँको धर्म हो। यो राष्ट्रको निमित्त तपाईँ बोल्नु भनेको एउटा धर्म हो। तपाईँ त्यसरी कसैको आवाजसँग, कसैको डर र धम्कीमा नबिगिकन नेपाली कङ्ग्रेसका कार्यकर्तालाई एकसाथ र आत्मसात गराइकन तपाईँले एकताबद्ध रूपबाट अगाडि बढ्नुभयो भने भोलि पक्कै पनि गन्तव्यमा पुग्न सक्नुहुनेछ।